आज चाहिँ शनिबार, आज चाहिँ माड जाने दिन हो हाम्रो। ट्याक्क सामान किन्नु पर्छ एक हप्ताको लागि पुग्ने गरेर। हाम्रो 4 जनाको टोली छ माड जाने। हाम्रो 4 जनाको टोली छ। यता हाम्रो दाइ छ। हाम्रो दाइले गन 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 गर्नुभएको छ साइकल भएन भनेर। अनि यहाँनिर अर्को साइकल छ, धेरै साइकल छ त। साइकल धेरै छ त। अरे सबैको कालो चस्मा, तपाईँहरूको सबैको कालो चस्मा। मन दाइ ए हजुरको नि लाउनु त लाउनु त लाउनु न। मलाई दिनु पर्यो मैले यो मैले भ्लग गर्नुपर्ने भएको भएर यो लिएर हिँडे हो क्या। हिँड्नु न हिँड्नु लिएर हिँड्नु। अर्को त्यत्रो साइकल चाहिँ ल्याउनु भएन। त्यत्रो साइकल छ यार। अनि टक्क पाएर आज यो भ्लग गर्ने भएर हो क्या। भ्लग गर्नुपर्ने भएको भएर मैले चाहिँ अलिकति राम्रो साइकल लिएर हिँडेको होइन। अनि यता मेरो सन्धे, मेरो साथमा चाहिँ फेरि सन्धि चाहिँ हुनुपर्छ होइन। फेरि मलाई बोर लाग्छ। लाइक एन्ड सब्सक्राइब। दिल्ली दाइ, दिल्ली दाइ, दिल्ली दाइ, दिल्ली दाइ। उहाँ चाहिँ हाम्रो दिल्ली दाइ हुनुहुन्छ। दिल्ली दाइ चाहिँ उहाँ काठमाडौँको दिल्ली बजारमै बस्नुहुन्छ होइन। बौद्ध हो दाइ। ल ठिक छ, बौद्धमा बस्नुहुन्छ होइन। बस्नु चाहिँ काठमाडौँ बौद्धमा बस्नुहुन्छ। तर जन्मघर चाहिँ सिन्धुली है। सिन्धुलीको साथीहरू जोडिनु होला। हाम्रो दाइ सिन्धुलीको नि त। अनि सिन्धुली हो। अनि जनकपुर अञ्चल हो। फेरि जनकपुर अञ्चलको साथी पनि जोडिनु होला। अनि प्रदेश नम्बर कति हो दाइ अहिले? 4 हो कि प्रदेश नम्बर 3 हो होइन। प्रदेश नम्बर अब काठमाडौँ भइसकेपछि प्रदेश नम्बर 3 को मान्छे हो। प्रदेश नम्बर 3 को मान्छे पनि जोडिनु होला। अनि टक्क पारेर भन्नु दाइ के 2 शब्द के भन्नु चाहनुहुन्छ? अहिले हामी माड जाँदैछौँ। माड हो? एक हप्ताको लागि खानेकुरा लिनलाई हो। हप्तामा एकचोटि जाने चलन छ हाम्रो। ओके छ त। जाने कताबाट? यताबाट जाने यताबाट हो नि त। अनि सधैँ जाने बाटो बिर्सिनु भएन त। सधैँ जाने बाटो बिर्सिनु भएन नि मेरो दाइ। हाम्रो मनी भाइको भ्लगलाई चाहिँ सबैले हेरेर सब्सक्राइब गरिदिनु होला। ओके फलोस ओके। उन्नति होस् अहिले ल। अनि अहिले टक्क पारेर तपाईँले 100 जनालाई अब तपाईँको आफन्त 100 जना त भइहाल्छ नि होइन। आफन्त 100 जना त भइहाल्छ नि होइन। आफन्त 100 जनालाई ट्याक्क सेयर गर्ने ल। यति गर्न सक्नुहुन्छ नि? यति त म अनि मोबाइल खोसेर भए पनि म गरिहाल्छु। मोबाइल खोसेर भए पनि गर्छु है दाइ। यतातिर अगाडिको बाटो छन 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 झन झ झ छन झ झ झ झ झ। मैले चाहिँ अहिले ठ्याक्क साइकल पनि चलाउँदैछु। अनि अनि ट्याक्क बारेर भ्लग पनि गर्दैछु है। तर बेला बेलामा आवश्यकता पऱ्यो भने हात पनि यसरी छोडिदिन्छु। चारैतिर पहाडै पहाड छ। चारैतिरको यो पहाडको बिचमा ट्याक्क हामी छौँ। यो चाहिँ खोला छ। खोलामा ट्याक्क पुल हो। पुलमाथिबाट हामी साइकल क्रस गर्दैछौँ। हमने घर छोड़ा है, रस्मों को तोड़ा है। हमने घर छोड़ा है, रस्मों को तोड़ा है।
ला कहीं न जाए ला 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 दाइ ला 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 तपाईँ पिताउनु भएको छ त यार तपाईँ किन पिताउनु भएको नपिताउनु न थोत्रो साइकल पऱ्यो भनेर पिताउनु भयो क्या यार राम्रो साइकल हो त त्यो मैले हाँक्ने साइकल हो त मैले हाँक्ने साइकल हो अनि मैले हाँक्ने साइकल नराम्रो हुन्छ ठिकै छ त साइकल अलिकति हजुरलाई नि यो सिट सानो भएको भए सिट अर्को बनाउनै मिल्छ ल हामी चाहिँ लगभग आइसक्यौँ यहाँ दाइ पनि आउनुभयो यहाँनिर अर्को एउटा मान्छे उहाँ चाहिँ पाखरिनजी हुनुहुन्छ पाखरिनजी पनि आउनुभयो होइन अब हाम्रो एकजना अर्को दाइ हुनुहुन्छ उहाँलाई चाहिँ अलिक कबाडा साइकल परेको छ क्या त्यही भएर अलिकति हामीले अलिक वेट गर्नुपर्ने भयो तपाईँ जान पाउनुहुन्न अगाडि अगाडि कतै अगाडि जानु त्यो साथीलाई छोडेर जान पाउनुहुन्न क्या अब तपाईँहरू गएपछि म पनि आउनै पर्यो होइन तपाईँहरू गएपछि म पनि जानै पर्यो यता चाहिँ ठ्याक्कै माटो हाम्रो यहाँ दाइ चाहिँ दाइ पसिना आयो क्या यार पसिना यार थाके यार साइकल कुदाएर ल जाउँ तपाईँहरू मेरो जुत्ता एउटै छ कि है कालो जुत्ता सोल पनि सेतो छ 안녕하세요 안녕하세요 के भन्यो माटमा आएको अनि आएर यो यता उठाउनु पर्यो 안녕하세요 नरिवल चाहिँ साह्रै मनपर्छ अनि एक जुत्ता केरा पनि लानु पर्ने होइन केरा ठुल्ठुलो छ सानो केरा लाउनु पर्यो काउली लाने तपाईँले काउली लानुभएको देखेर एउटा काउली तपाईँलाई धेर हुँदैन एउटा त के धेर हुन्थ्यो आलु लानु पर्यो आलु एउटा धेर हुन्छ ल दाइले काउली लगेको भएर मैले पनि काउली लिएँ एउटा हेलो म धेरै खाँदिनँ क्या यसो गर्ने खाम्जा छ कि के छ खाम्जा ट्याक्कै हिसाब गर्ने यस्तो खाम्जा टिप्ने हो होइन अनि आएर यसो गरेपछि आउँछ फल्याङ ए 26को 8सम्म हुँदो रहेछ भने यो लिएर जाउँ केही फरक पर्दैन नेपाली चाउचाउ वाइ यगिता वाइ यहाँ छ भनेपछि यो दुइटा हालौँ एउटाको 900 कति भन्दाखेरि यसलाई 95 रुपियाँ पर्छ क्या अब यसलाई 20-25 रुपियाँ कति पर्छ नेपालमा ठ्याक्कै यो चाहिँ कोरियामा 95 रुपियाँ पर्छ छेउ पनि हाल्ने पर्ने अवस्था आयो त्यो भुइँको ग्राउन्ड एप्पल कहाँ पाइन्छ कस्तो ग्राउन्ड होला त्यसलाई पाइनएप्पल भन्छ पाइनएप्पल होइन भुइँको स्याउ दाइ एउटा लिए वान्दुङ
नाना जिनुङ र ए पर्दैन कि सम्झो अटाउँछ अन्डा पनि छ क्या त्यता हाल्नु पर्छ यहाँ बक्स छ त यहीँ अट्छ खोइ तपाईँको सामान कति छ अन्डा यहाँ हालौँ अनि यहाँ चाहिँ हो के किसे हो ल ल्याउन न खचाखच के हेरेको ओ दिल्दै खचाखच दे कति राम्री पैसा हाल्दैन परेन उसको पक्रिनुलाई यस्तो भयो भने धनी हुन्छ अरे यार बौद्ध नयाँ बस्ती हो पुरै बौद्ध नयाँ बस्ती बौद्ध नयाँ बस्ती बौद्ध नयाँ बस्ती बौद्ध नयाँ बस्तीमा घर छ हाम्रो दाइको अरू सुतेर बसिरहेको मैले मात्रै कमाएको होइन 5 वर्ष कार्यालय अनि कमाउनु पनि अलिक थोरै थोरै कमाएको भए पो 57 लाख पनि कमाउँछ भने कसैले 57 लाख कोरियामा 57 लाख पैसा कमाएपछि अनि सबैको निन्द्रा हराउँदैन कोहीको त्यहाँ ऊ 18 लाख आएको छ कोहीको उहाँ 57 लाख छ अनि निन्द्रा हराउँदैन मान्छेको अलि अति त नगर्नु के अलिअलि त बाँकी राख्नुपर्छ क्या हामीलाई अलिअलि बाँकी राख्नु है ल हामीले माटबाट किनमेल गरेर हामी यसरी लागेको अनि हाम्रो टोलीहरू चाहिँ हाम्रो टोलीहरू चाहिँ यतातिर छ होइन हाम्रो टोली चाहिँ यता छ दाइ अनि हजुर कताबाट हो अहिले खासमा यसो एक्सर्साइज भेटको त हाम्रो त साइकलमा एक्सर्साइज गर्न निक्लेको भाइ हो र बेलुका पख यसो हावा खाँदै होइन अब कता किसिमतिर लाग्ने हो शिक्षा गएर छुट्ट अब यताबाट अलिक ओके छ त शिक्षा जान्छौँ शिक्षा हो यहाँ हाम्रै टोलीहरू हो कि यहाँ खेल्ने टोलीहरू आज छैन भोलि मात्रै आउँछ छैन रमाइलो छ केटाहरू अरू खेलिरहेछन् जस राम्रो छ कोरियाको वातावरण होइन ओके छ त ओके छ लागौँ है त लागौँ बौद्ध नयाँ बस्ती हाम्रो दाइको घर काठमाडौँको बौद्ध नयाँ बस्तीको घर हो होइन दाइ बौद्ध नयाँ बस्ती हो बौद्ध नयाँ बस्ती बाफ रे यो खतरा यसरी भिडियो बनाइदिने मान्छे सायदै तपाईँले जिन्दगीमै कम पाउनुहुन्छ क्या यसरी भिडियो बनाइदिने मान्छे जिन्दगीमा सायदै कम पाउनुहुन्छ होला एकछिन हात अलिकति माथि छोड्नु हात अलिकति माथि छोड्नु न दुईटा कहाँ छोड्छ छोडेर
दुइटै पालै पिलो छोडेर हुँदैन नि पालै पिलो छोडेर त हुँदै हुँदैन हाँ क्यामेरा अफ भएको होइन कि यहाँ अहिले 100जनालाई सेयर गर्ने है ल 100जनालाई सेयर गर्ने अब म अलिकति अब युट्युबमा पनि केही अब जमाउनु पऱ्यो क्या है अनि मलाई हेल्प गर्ने भनेको फेरि तपाईँहरूले हो क्या दाजुभाइहरूले हेल्प गर्ने हो है 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 भाउजूलाई पठाउनु भाउजूलाई पठाइसकेपछि भन्नु भाउजूलाई 100जनालाई पठाउने है त्यहाँ माइतीतिर भनेर भन्नु माइतीहरूतिर क्या प्रत्येक माइतीलाई 100 वटा पठा भन्ने हो म त अनि हजुर हो अनि हो प्रत्येक 100 हो सही हो नि हो त्यसरी है ओके सर ल तपाईँको भाइ हो कि यार हिँड्ने त तपाईँको भाइको जस्तो छ त यार इन्टरभ्यू लिइहाल्छु नि म त उहाँ चाहिँ भाइ है अनि दाइ हजुर कताबाट हो भने अचानक भेट भयो त हाम्रो म त सिउतिर जान लाग्यो कफी सिउतिर कफी खानु साला दाइको चाहिँ अब नाइट काम भएको भएर चाहिँ उहाँ दाइको चाहिँ अब ठ्याक्क बेलुकाको अब यो 5-6 बजे होइन 6 बजे होइन उहाँको चाहिँ अब बिहान भइरहेको छ क्या अहिले तिमी त मेरो गुरु हो त नाइट काम नाइटको अब गुरु होइन दाइको चाहिँ अब ठ्याक्कै अहिले बेलुकाको 6 बजे पनि बिहान अब उहाँको लागि चाहिँ बिहान भइरहेको छ क्या सिलाम सागमा लागेको छ यार दामी सिलाम सागमा म खिच्दैछु हजुर यो मेरो त सधैँ भाग्यो राख त्यसको त्यो चाहिँ फोकस गर नि त सिलाम सागमा मेरो त अब सधैँ अब भगै हो होइन ल ठिकै छ म त्यो चाहिँ फोकस गर सधैँ भगै हो होइन तपाईँको चाहिँ अलिकति 2 शब्द लिउँ भनेको भन्नु ल फटाफट भन्नु तिमीले गोप्रो किनेको सुनेको थिएँ मैले हजुर तिमी भिडियोग्राफीमा एकदम सोख राख्ने मान्छे हो हजुर तिम्रो भिडियोग्राफी अगाडि बढोस् तिमीलाई शुभकामना छ तिम्रो युट्युब च्यानल अगाडि बढोस् तिम्रो त्यही शुभकामना छ अब मेरो भनाइ चाहिँ के हो भने ठ्याक्क बाहिर अब यो तपाईँको आउनेवाला छ युट्युबमा युट्युबमा फेरि आउनेवाला छ तपाईँले अब त्यहाँ 100जनालाई हान्ने हो फेरि के हान्ने सेयर गर्ने ओके सब्सक्राइबर त गर्नै परिहाल्यो सेयर गर्ने अनि ट्याक्क भाउजूलाई पठाउने भाउजूलाई पनि भन्ने ओके माइतीतिर 100जनालाई कम्ती पनि पठाउनु पऱ्यो भन्ने है ल किप इट अप ल दाइ ल धन्यवाद ओके छ त रमाइलो